तपाईलाई चाहिँ 100K फलोअर्स चाहिँदैन के तपाईलाई चाहिँ क्लाइन्ट आउनलाई तपाईको कन्टेन्ट थ्रुबाट तपाईलाई सिर्फ 100जना भ्युअर भयो भने पनि राइट भ्युअरहरू भयो भने पनि तपाईलाई चाहिँ त्यो कन्टेन्ट थ्रुबाट तपाईले चाहिँ क्लाइन्ट पाउनुहुन्छ। म मेरै इक्जाम्पल दिन्छु। मेरो 700 फलोअर्स छन् र मैले दिनको 6वटा कि 7वटा जस्तो चाहिँ इन्क्वायरी आइरहेको हुन्छ। मेरो कन्टेन्टले चाहिँ राइट क्लाइन्टलाई चाहिँ हिट गरिरहेको छ। सो मैले चाहिँ लिडहरू पनि पाइरहेको र त्यो लिडलाई चाहिँ मैले क्लाइन्टमा पनि कन्भर्ट गरिरहेको छु। सो तपाईले पनि सेम कुराहरू चाहिँ इम्प्लिमेन्ट गर्नुहोस्। तपाईको क्लाइन्टको हो, तपाईको आइसिपीहरू हेर्नुहोस् र त्यो मान्छेहरूलाई चाहिँ हेल्प हुने तरिकाले चाहिँ कन्टेन्टहरू बनाउनुहोस् र तपाईले चाहिँ भोलिदेखिबाटै तपाईले चाहिँ हुन्छ नि विथिन फ्यु विक तपाईले चाहिँ तिनीहरूलाई चाहिँ क्लाइन्टमा चाहिँ कन्भर्ट गर्न थाल्नुहुन्छ। सो यस्तै टिप्स र ट्रिक्सको लागि चाहिँ हामीलाई फलो गर्नुहोस् र तपाईलाई पनि कम फलोअर्स भएर पनि क्लाइन्ट चाहनुहुन्छ भने हामीलाई रिच आउट गर्नुहोस्। हामीले चाहिँ तपाईलाई सिस्टम बनाइदिन्छौँ कसरी चाहिँ तपाईले पिच गर्नु भने चाहिँ तपाईले चाहिँ राइट अडियन्सहरू पाउन सक्नुहुन्छ जसले चाहिँ तपाईलाई पैसा दियोस्।